हेलो हाई गुड मर्निङ सबैजनालाई होइन वेलकम ब्याक टु माई भ्लग र आज चाहिँ हामी जाँदैछौँ म र होइन र गुरुजी चाहिँ उता मङलाम जाने होइन किनकि मेसिन सर्भिसिङ गर्नुपर्ने छ त्यहाँ गएर होइन लिगोङ मेसिन भन्ने छ होइन र अहिले चाहिँ हामी जाँदैछौँ होइन मङलाम हेरौँ कति बजी पुग्दो रहेछ होइन र यहाँ पारिपट्टि हेर्न सक्नुहुन्छ होइन बुद्ध पोइन्ट एकदमसँगले दामी देखिरहेछ बिहान बिहान होइन र अहिले चाहिँ आइपुगेको छ हामी दोचुला होइन दोचुलाको भ्यूहरू पनि हेरिदिउँ कस्तो छ भनेर होइन र हेर्दै हेर्दै जाउँ हेर न भ्यू कस्तो दामी देखिरहेछ होइन बिहान बिहानै र भोलि पर्सि बिहान बिहान आउनु पर्ला जस्तो छ होइन गाइस र अहिले चाहिँ हामी वाङदी आइपुगेको छ होइन बल्ल बल्ल म चाहिँ फेरि गाडीमा यस्तो निन्द्रा लाग्छ है गाडीमा हिँड्दा एकदम साह्रो पर्दैछ निदाउँदा मान्छे गाह्रो परिसक्यो होइन झर 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 झर्ने झरनाको पानी पिउन नसक्ने अब चाहिँ मुख धुए हुन्छ होइन झर्नाको पानीले गएछ होइन पुरै निन्द्रा लागेर साह्रो पर्दैछ त्यही भनेर चाहिँ यहाँनिर मुखसुख धुएर फ्रेस भएर होइन एकछिन बिसाएर फ्रेस भएर चाहिँ फेरि जर्नी कन्टिन्यू गरे हुन्छ होइन गाइस साह्रो छ होइन मुख धुएको एकदम फ्रेस लाग्यो होइन फ्रेस भयो र अब फेरि एकछिन बिसाएर चाहिँ जानुपर्ने हुन्छ होइन गाडी यहाँ छ साह्रो पर्यो र अहिले चाहिँ हामी होइन ट्रोङसाको छेउछेउ पुगिँदैछ गएछ होइन ट्रोङसा पुग्नु आँटेको छ र होइन ट्रोङसादेखि उतै जानुपर्ने हुन्छ मङलाम होइन भ्यू चाहिँ हेर्नुहोस् पुरै होइन क्लाउडी फगी भइरहेको छ होइन सबै जाडो पनि हुँदैछ मजा पनि हुँदैछ होइन निन्द्रा पनि लाग्दैछ कोही नि के भएको हो यस्तो मलाई चाहिँ के भएको साह्रै निन्द्रा लाग्छ गाडीमा गाह्रो छ यहाँ हेर्न सक्नुहुन्छ अगाडि होइन म केही भन्न चाहन्न ओम माने पे में हूँ भन्न चाहन्छु अरू त सबै तपाईँहरूलाई थाहै छ होला होइन गाइस र होइन यहाँ हाम्रो गुरुजी र म चाहिँ हल्का सबले जाँदैछु होइन म चाहिँ निन्द्रा लाग्दै भयो भने जाँदैछु हेर्न सक्नुहुन्छ यहाँ पुल र अहिले चाहिँ आइपुगेको छ हामी पान्ताङ हो कि हो पेन्टिङ हो पान्ताङ हो कि भन्दैछु गुरुजीले चाहिँ होइन र पान्ताङै त होला नि त नि प्लेसको नाम तर बस्नु जग्गा चाहिँ राम्रै रहेछ होइन ठिकठिकैको मजा भइरहेछ सेटल हुने हो भने चाहिँ होइन तर गरम चाहिँ हेभी नै हुँदो रहेछ होइन त्यो चाहिँ मलाई अलिकति ठिक लागेन होइन साह्रो गरम रहेछ होइन सो अहिले पान्ताङ भन्ने जग्गामा आइपुगेको छ र गइँदैछ उता त नाङलाम त बेलुका मात्रै पुग्ने रहेछ यसो विचार गर्दाखेरि होइन सो तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन यहाँ चाहिँ एकदम वाटरफल एकदम खतरा तरिकाको वाटरफल रहेछ होइन र एकछिन गाडी बिसाएर चाहिँ होइन यसो फोटोसोटो खिचेर जाउँ भनेर चाहिँ होइन बस्यौँ होइन त्यति टाइम पनि छैन किनकि होइन उता छिटो पुग्नुपर्ने छ होइन फेरि भरे एउटा रुम खोजेर बस्नुपर्ने छ होटल खोजेर होइन र एकछिन चाहिँ फ्रेस भएर बसौँ भनेर चाहिँ यसो फोटोसोटो खिचेर चाहिँ जाने हो होइन गाइस जे होस् मजा लाग्यो होइन वाटरफल देखेर दिदरा बाहुबलीला सो गाइस यतातिर क्यान्टिन पनि रहेछ होइन यसो फ्रेस भएर खाने हो भने र करेन्टली पैसा नभएर हामी चाहिँ केही नखाइकन जानेवाला छौँ होइन यता साइडमा चाहिँ खोला पनि रहेछ होइन खोला एकदम धमिलो रहेछ है गाइस होइन र अब फेरि जाने कति चाहिँ हिँड्नु गाडीमा जिउहरू पुरै दुखिसक्यो अब चाहिँ हिँड्दा गाडीमा सो गाइस होइन फाइनली हामी चाहिँ हिजो आएर पनि बेलुका 10 बजीतिर कतितिर आइपुगेको थियो त्यहाँदेखि होटलमा बस्यौँ होइन र आज बिहान ब्रेकफास्टहरू खायोरी यहाँ आइपुगेको छ होइन प्लानमा यहाँनिर ड्रेसहरू सबै चेन्ज गरेर अब चाहिँ रेडी मेसिन सर्भिसिङ गर्नुको लागि होइन मेसिन चाहिँ यही हो लिगोङ होइन यसको मेसिन सर्भिसिङ गरेर आज सक्छ होला एकछिनमा
2-3 घन्टा लाग्छ होला। त्यहाँदेखि चाहिँ कतातिर जानुपर्ने हुन्छ होइन। र यसै आएर इन्जिन ओइल अहिले चाहिँ इन्जिन ओइल ड्रेन आउट गरिँदैछ होइन। यसको इन्जिन ओइल चेन्ज गर्नुपर्ने हुन्छ। त्यहाँदेखि फिल्टरहरू 5-6वटा छ होला, तिनीहरू चेन्ज गरेर अन्टेस्ट गरेर चाहिँ जाने हो होइन। फर्केर थिम्पू गइ हुन्छ। र यसै होइन फिल्टरहरू एकदमसँगले खोलिरहेको छौँ होइन गुरुजी हामी मिलेर। र यो चाहिँ फर्स्ट सर्भिसिङ हो नि त, त्यही भएर खोल्नु नै साह्रो पर्दैछ होइन। पुरै जाम रहेछ होइन, त्यही भनेर चाहिँ खोल्नुहरू एकदम साह्रो पर्दैछ। तरै पनि होइन यता गर्दै उता गर्दै हामीले गरेर सक्यौँ होइन। अब चाहिँ जस्ट अन्टेस्ट गरिँदैछ होइन। इन्जिनहरू पनि लगाइसक्यौँ सबै र होइन। अब चाहिँ फर्केर जाने भनेर यहाँनिर यसो जिउहरू यसो मस्काएको जस्तो गरिँदैछ होइन गाइस। सो गाइस एन्ट्री सेन्ट्री मारेर चाहिँ अब गइ हुन्छ है गेलेफु। कति बजीतिर पुग्छ होला गेलेफु? आइसी चेन्ज गरेको थियो, आइसी चेन्ज गरेर हेर चेन्ज चाहिँ कति पाएछ गाइस होइन। पैसा हो गयो अरे। यहाँ टोल फीको लागि चेन्ज गरेको थियो र अब गइ हुँदैछ। लेट्स गो। पैसा धनी हो गया अरे हम धनी हो गया। लट्ठी फंस गया रे। 500 रुपियाँ एक्सचेन्ज गरेको कति 50 रुपियाँ अरे नि 50 रुपियाँ। सो अहिले चाहिँ इन्डियाको बाटो हुँदै जाँदैछौँ हामी गेलेफु होइन। गेलेफुदेखि घुमेर जानु पर्यो भनेर दुईजना प्लान गरेर चाहिँ गेलेफुदेखि गइ हुँदैछ होइन। गेलेफु भरे त्यस्तै 10 बजीतिर पुगिन्छ होला होइन बेलुका। र हेर्न सक्नुहुन्छ होइन भ्यू चाहिँ एकदम आइरहेछ होइन। पैसा एक्सचेन्ज गरेर चाहिँ यसको लागि है टोल फी गाइस होइन। भ्यू चाहिँ हेर्न सक्नुहुन्छ होइन। आम्मामा हल्कासँगले घाम आइरहेछ होइन, त्यस्तै भ्यू देखिरहेछ। मलाई यस्तो भ्यू चाहिँ एकदम मनपर्छ होइन गाइस। र यो जग्गा चाहिँ कहाँ हो भनेर मलाई पनि थाहा छैन, किनकि होइन म अघिदेखि हिँडिँदै रहेको थिएँ र कहाँ आइपुग्यो कता हो के हो मलाई केही आइडिया नै भएन होइन। र रात पर्न आँटिसक्यो होइन। गेलेफुमा गएर आज नानाकोमा बसेर भोलि मात्रै जाने हो होइन। म चाहिँ होइन गुरुजीको भाइ छ अरे, उसकोमा बस्छ। म चाहिँ नानाकोमा बस्छु र नाना भेनाकोमा बसेर भोलि मात्रै थिम्पू चाहिँ जाने भनेर प्लानिङ छ। हेलो होइन अहिले चाहिँ आइपुगेको छ सन्तबारी होइन, खाना खाने ठाउँमा। र यहाँ चाहिँ वान अफ द मोस्ट होइन मिठो पाउने जग्गा हो होइन। तपाईँहरू नि आएर ट्राई गर्न सक्नुहुन्छ होइन। र यहाँ चाहिँ यहाँको फेमस चाहिँ मलाई के लाग्यो भन्दाखेरि होइन पोक करी चाहिँ एकदम मिठो बनाउनु पर्छ होइन। जे होस् एकदम मिठो बनाउँछ। र यहाँ अब खानासाना खाएर गेलेफु लाग्यो हुन्छ होइन गाइस। एकछिन बिसाएर चाहिँ खाएर जाने अब अर्डर गरेको छ, आउँछ अब छिट्टै। सो हेर्न सक्नुहुन्छ होइन तपाईँले हाम्रो खाना चाहिँ डिनर चाहिँ रेडी भएर आइसकेको छ होइन। तातो भात ल्याइदिएको छ, सब्जीहरू सबै तातो ल्याइदिएको छ होइन। हेर्न सक्नुहुन्छ कतिवटा भेराइटिज अफ होइन सब्जी रहेछ होइन। सब्जीहरू एकदम ल्याइदिएको छ र आइसकेको छ पकरी दाल होइन। अब चाहिँ हेभी भ्याइदिने हो गाइस होइन। हेभी भ्याएर चाहिँ जाने हो, निकै रात पनि परिसक्यो होइन। र यो हो सन्तबारीको मैले भनेको चाहिँ यस्तो छ। यहाँ चाहिँ मिठो पाउँछ, अलिकति माथि पनि छ 2-3वटा, तर त्यहाँ अलिक खास पाउँदैन।